देश विदेशमा रहनुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा लासो तसिदेले फ्यापुल्ला भन्न चाहन्छु। म धर्म आदर्श गुरुजी लामा मेसुरको तर्फबाट यो आज चाहिँ म यो बजार गुरुको चाहिँ जब ध्यानमा जाँदैछु म, किनभने यो सम्पूर्णले मलाई धेरैजनाले मलाई उ गर्नुभयो, जिज्ञासा राख्नुभएको छ। म यो के हो भने यो मैले खाना अन्न नै त्यागेको मङ्सिर 2081 साल मङ्सिर 3 गतेबाट मैले त्यागेको मङ्सिर पुण्यको बाटो चाहिँ उगरेको थियो। अब आउने यो पुण्यमा चाहिँ मैले 7 महिना हुनेछ पुग्नेछ। यो आज चाहिँ यो अब मैले यो किन त्यागेको भन्नु पर्दाखेरि म एउटा चिलमा रहेर मैले चाहिँ यो संसारको छलोको प्राणी सबैले चाहिँ शान्ति होस्, सबैले चाहिँ मुक्ति होस् भनेर यो भावना लिएर मैले अन्न खाना नै त्यागेको हो। मैले हुन त अब अष्टशिला चाहिँ मैले यो 77 सालदेखि लिएको हो। यसको लागि चाहिँ अब सम्पूर्ण देश विदेशमा रहनुभएका धर्म गुरुजनहरूलाई पनि शिलमा रहेर यो संसारको चाहिँ मुक्तिको लागि सबैले भावना गर्नु भन्ने म यो एउटा हजुरहरूलाई एउटा सूचना पनि हो, एउटा सशक्त पनि हो। किनभने संसारको प्राणी सबै हाम्रो आमा बुवा हो। अहिले देश विदेशमा युद्धको चाहिँ धेरै चपेटमा परिरहेको छ। हाम्रो देशमा पनि आन्दोलनहरू विभिन्न एकले अर्कालाई आरोप प्रत्यारोपहरू लगाउने त्यो सबै बन्द गरेर हामीले हाम्रो देशलाई एकदम शान्तिमय उ गरेर बुद्ध जन्मेको देशमा हामीले एकदम शान्तिको कामना गर्नुपर्छ। र हामीले ओम भन्ने पेमा हुँ भन्दा पनि हो, नत्र पनि तपाईँले ओम आहुँ बज्र गुरु पेमासित ओम आहुँ बज्र गुरु चाहिँ जप गर्नु धेरै राम्रो हुन्छ। र सम्पूर्णलाई किनभने राम्रो कर्म गर्न बरु एक दिन मात्रै बाँच्छौँ, कुकर्म गरेर हामीले हजारौँ वर्ष बाँच्नु भन्दा बरु राम्रो कर्म गरेर हामीले एक दिन मात्रै बाँच्छौँ बरु। यसको लागि हामी सम्पूर्ण कामना गर्दछु। र यो मेरो यो भिडियो यहाँ अन्त्य गर्न चाहन्छु। लासो फ्यापुल्ला।